लोकल भाले क्यामेरै ठुन्दियो त। यो चाहिँ मेरो मामको घर हो। अनि यतापट्टि चाहिँ भैँसीहरू अनि धेरै वस्तुहरू पनि पाल्नु भएको रहेछ। यो चाहिँ 12 मासे कागती अरे। कसरी फल्छ त अलैँची भनेर देखाउन यो गाडीभित्र आएको मात्रै हो। यहाँ पनि फल्या रहेछ है, दामी थरी। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सन्चै छु, हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको एनदर भ्लग लिएर म चाहिँ उपस्थित भइसकेको छु तपाईँहरूको साथमा। भने आज चाहिँ म मेमेरा मामको घरमा आएको छु। देख्न सक्नुहुन्छ यो चाहिँ मेमेरा मामको घर हो। अनि मेमेरा माम चाहिँ बुढाबुढी हुनुहुन्छ नि त। सो गाइज, मेमेरा मामले चाहिँ के पाल्नु भएको छ त, बुढाबुढी हुँदा पनि के फलाउनु भएको छ त तपाईँहरूले देखाउने प्रयास गर्नेछौँ। त्यही साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। के कस्तो लाग्छ टिप्पणी पनि तल कमेन्ट बक्समा जनाउनु होला भन्न चाहन्छु। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर मेरो च्यानलमा पनि जोडिन सक्नुहुनेछ है त। यहाँ चाहिँ मौरी पाल्नु भएको छ है त मेरो मामले। मौरी पनि 3-4 घर रहेछ, परतिर पनि छ। अनि यहाँ चाहिँ अलैँची सुकाउने ठाउँ तपाईँहरूले देख्न सक्नुहुन्छ। कुखुराहरू पनि टन्नै छ है त गाई भाले। अरे 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 ठुङ्दै क्या हो, ठुङ्नु खोज्दैछ त। रफ्री बबाल लोकल भाले क्यामेरै ठुन्दियो त मेरो त। यहाँ पुथीमाउ अन्डा पार्दै गरेको यो भालेले ठुङ्दियो मेरो क्यामेरामा। यहाँ पनि ठुलो भाले रहेछ, चल्लाहरू पनि छ। यो चाहिँ कुखुराको खोर भइहाल्यो। अनि यहाँ चाहिँ बाख्री माउ। यहाँ चाहिँ मेरो छोरो। बाख्रा पनि टन्नै पाल्नु भएको छ। यहाँ पनि छ है त बाख्रा चाहिँ, आमामा। यहाँ पनि मौरी छ। अनि यतापट्टि चाहिँ भैँसीहरू, राँगा भैँसीहरू देख्न सक्नुहुन्छ। मजाले खाँदो रहेछ। यहाँ चाहिँ बुङ्गुर है त। बुङ्गुरको बच्चाहरू पनि देख्न सक्नुहुन्छ। दुईजनाले यति धेरै पाल्नु भएको छ क्या यहाँ बुङ्गुर। 9वटा छ है त बच्चा चाहिँ। यता फर्सीहरू पनि फलाउनु भएको छ है त गाइस। फर्सी भयो, ज्यामिर है त गाइस। यो चाहिँ ज्यामिर पनि फलाउनु भएको छ। लिचीको रुख पनि छ है त। मेरो मामले चाहिँ लिचीको रुख पनि रोप्नु भएको रहेछ। फल्नु चाहिँ फल्छ कि फल्दैन त्यही हो। अनि यहाँ अनारको रुख पनि देख्न सक्नुहुन्छ है त तपाईँहरूले। यहाँ चाहिँ कागती देख्न सक्नुहुन्छ। यो चाहिँ 12 मासे कागती अरे। मेरो मामले भन्नुभएको खोर्सानी है गाइस। खोर्सानी पनि फलाउनु भएको छ। यो आँप है त, आँप पनि फलाउनु भएको रहेछ है त। आँप अघि मात्रै हामीले खाएको थियो, एकदम मिठो टेस्टी है। आँप चाहिँ धेरै फलाउनु भएको छ क्या मेरो मामले चाहिँ। अनि धेरै वस्तुहरू पनि पाल्नु भएको रहेछ। अनि यहाँ चाहिँ तपाईँहरूले सुन्तला देख्न सक्नुहुन्छ। यति धेरै सुन्तला पनि दामी फलाउनु भएको रहेछ मेरो मामले। सुन्तला
सिमसागको पनि बगानै रहेछ। यहाँ चाहिँ सिमसाग पनि रोप्नु भएको रहेछ है त। यहाँ रहेछ, यताको चाहिँ टिपिसक्नु भएको रहेछ, यहाँ अलिअलि बाँकी रहेछ सिमसाग पनि। त्यही हो गाइस। अनि यहाँ अम्बकको बिरुवा पनि देख्न सक्नुहुन्छ। अम्बकको बिरुवा फलेको छ, पाक्नु बाँकी नै छ है त अम्बाहरू पनि। यो चाहिँ के हो, मैले पनि यो फलको नाम चाहिँ थाहा पाइनँ। कसैले थाहा छ भने कमेन्ट गर्नु होला है त यो फलको नाम चाहिँ। भैँसीले पानी खुवाउनाले पानी झारा पनि यहाँ रहेछ दामी। यहाँ पनि छ है त अम्बकको रुख चाहिँ, यो पनि अम्बकको रुख हो। सुन्तला हेर्नु कस्तो दामी फलेको छ है त। अलैँची चाहिँ भर्खरै टिपिसक्नु भएको रहेछ, भित्र तपाईँको सुकाउनै बाँकी नै छ है अझै। अलैँची चाहिँ दामीसँग फलाउनु भएको रहेछ अलैँची पनि। अघि मैले पनि केलाएको थिएँ अलैँची। अलैँची बारी हेर्नुहोस् है त गाइस, फेदमा फलेको हुन्छ क्या यस्तो। यहाँ पनि फल्या रहेछ है दामी तरिकाले, तर यहाँ चाहिँ टिपेर सकेको है त। यो चाहिँ फलेकै छैन रहेछ भन्नुहुन्छ होला, यो चाहिँ टिपेर सकिएको सबै। मेरो मामाहरूले सबै टिपेर सक्नु भएको रहेछ। म चाहिँ यसो तपाईँहरूलाई कसरी फल्छ त अलैँची भनेर देखाउन यो गाडीभित्र आएको मात्रै हो। त्यो पनि एक दुईवटा छोडिएको रहेछ, यो देखाएर यो पुरै यस्तो फेदमा फल्छ क्या। यो यस्तो हुन्छ, यसको फेदमा फल्छ दामी तरिकाले। अझ यसपालि चाहिँ फल राम्रोसँग फलेन भन्दै हुन्थ्यो मेमेले। फल्दा चाहिँ यो फेदैभरि फल्छ क्या, यस्तो हुन्छ है त गाइस अलैँची चाहिँ। यो चाहिँ धेर खानु हुँदैन अरे त फेरि, किनभने चिसो लाग्छ अरे भन्ने सुनेको थिएँ। यहाँ चाहिँ तपाईँहरूले रुख टमाटर देख्न सक्नुहुन्छ, यस्तो दामी फलिरहेको छ है, दामी हुन्छ है त। कसलाई अचार मनपर्छ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्न चाहन्छु। अरे खतरा माकुराले जाल हानेको रहेछ यो चाहिँ। दामी छ क्या। हेर्नुहोस् है त अलैँची बारी, हाम्रो मेमेरा मामको अलैँची बारी तपाईँहरूले देख्न सक्नुहुन्छ। सर्लाक्क परेर यहाँ तलसम्म छ क्या, अझै तल चाहिँ गएन म यतापट्टि है। फेरि पानीहरू हाल्नु पर्दो रहेछ। तपाईँहरूलाई मैले अलैँची कसरी फल्छ त्यो बारे पनि देखिसकेँ है। कतिजना साथीहरूलाई चाहिँ थाहा छैन होला नि त अलैँची फलेको चाहिँ। कसले पहिलोपटक देख्दै हुन्छ कृपया कमेन्ट बक्समा कमेन्ट पनि गर्नु होला भन्न चाहन्छु है त। जुको पनि आउँछ है त गाइस फेरि यहाँ चाहिँ, तर यहाँ चाहिँ आएको छैन रहेछ। मेरो मान्छे चाहिँ रुद्राक्ष पनि रोप्नु भएको रहेछ। त्यो भित्र पनि खोर्सानी अर्ग्यानिक। मभन्दा अग्लो अग्लो रहेछ यार। अब चाहिँ म तल चाहिँ जाने गाइस, त्यही हो। अब चाहिँ फर्किन्छु। इस्कुसहरू रन्नै फलाउनु भएको छ। म चाहिँ सबै डुलेर पनि घर फर्किसकेको छु। अनि मेरा मामको चाहिँ तपाईँहरूलाई मेहनत कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अनि यदि भिडियो मन परेमा लाइक कमेन्ट सेयर सँगसँगै च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। Thanks for watching.